हेलो एभ्रिवान गाइस दर्शन नमस्ते। आज चाहिँ म घाँस काट्न लगाएको है। यतिकैमा पुग्दा म मेडीको घाँस काट्न लगाएँ छिटो होइन। छिटो भन्दा नि भिडियो लङ हुन्छ भनेर छिटो बनाएको है। त्यसपछि मलाई प्यास लाग्यो, म पानी लिन गएँ। फेरि पानी लिएर पनि गोठमै खाएँ। अनि फेरि आएर फेरि आफ्नो काममा लाग्न लगाएँ। अनि बिस्तारै घाँस काटेर भ्याइसकेको थिएँ। अनि फेरि बल्ल थकै पनि लागेको थियो। फेरि मुठा बनाएर फेरि बोकेर त्यसलाई घर पुऱ्याएँ। अनि फेरि अर्को भाइले भन्दै थियो, दाइ कहाँ आउनुभयो भन्दै थियो। म घुमेर आएँ, घरमा बसेँ। घरमा बस्दा फेरि बाख्राहरू आएँ, बाख्राहरू पनि तोडेँ। अनि फेरि भैँसी लिएर फेरि भैँसीलाई लर पनि बाँधिदिएँ। अनि रात पऱ्यो, यत्तिकैमा खाना पाक्दै थियो। अनि खानासाना पाक्यो। अनि आज चाहिँ खानासाना खाइयो है। अनि मिठो थियो होइन, भोक लागेको थियो, त्यो मिठो थियो। आजको मिनी ब्लग यति नै। ल बाई।